नमस्ते सबैजनालाई। छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको गरपुरदेखि 55 किलोमिटर पूर्वमा अवस्थित कुशीनगरको बुद्धबागमा छु। अनि गौतम बुद्धको प्राण त्याग्ने ठाउँ चाहिँ यहाँ रहेछ। त्यही भएर म सबैजनालाई यो ठाउँ देखाउन गइरहेको छु। भिडियो स्किप नगरिकन हेरिदिनु होला एकचोटि, अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हेलो गाइस, सम्पूर्णलाई नमस्ते। आज म चाहिँ यता गोरखपुर घुम्न जाँदैछु। के छ? कुशीनगर गोरखपुर यस्तै छ। अब यो हाम्रो अब लुम्बिनीमा जन्मेको हाम्रो गौतम बुद्ध, लुम्बिनीमा अब उसको जन्मभूमि भए तापनि उसले तपस्या गरेको र प्राण त्यागेको ठाउँ यहाँ अब कुशीनगर अब इन्डियामा पर्छ। त्यो ठाउँमा जाँदैछौँ हामी। तबाट सोच्न पाइन्छ टक्क घाममा सुकाउँदै जग्गाबाट आएर कपडा किनेर गएर उता बोर्डरमा के अरे तिर्नुपर्छ, ट्याक्स तिर्नुपर्छ। अनि किन किन अब नेपालमै बनाएको काम, नेपालमै बनाएको नेपाल। अब हामी यहाँ भित्र प्रवेश गर्छौँ होइन। अब यही हो होइन, कुशीनगर भनेको पहिला गौतम बुद्धले तपस्या गरेको ठाउँ यही हो। जुत्ता चप्पलहरू अब बाहिर राख्ने हो, भित्र लाएर जानु मिल्दैन। यही हो। यो टेम्पलको नाम चाहिँ भियतनाम चाइनिज बुद्धिस्ट टेम्पल पनि भन्ने रहेछ। हामी अब भित्र जाँदैछौँ। यो चाहिँ अब गौतम बुद्धले तपस्या गरेको ठाउँ हो। आज छुट्टीको दिन। बिहान रहेछ, के अरे भित्र जान पाउँदैन। कुशीनगर घुम्ने धेरै रहर थियो, आज चाहिँ बल्ल घुम्ने मौका पाएँ। त्यही भएर धेरै खुसी लागिरहेको छ। मान्छेको यहाँ तपस्या गर्नलाई भिड हुन्छ क्या। आज शनिबार हो। शनिबार दिनमा चाहिँ मान्छेको भिड चल्छ, मान्छेको घुइँचो चल्छ। टक्क काठको डिजाइनहरू पुरा खतरा बनाउँछ कि काठको डिजाइन। खाउनु यहाँ भित्र पनि छ उहाँले तपस्या गरेको ठाउँ। हाम्रो गौतम बुद्धले तपस्या गरेको ठाउँ हो यो चाहिँ। तपस्या गरेको उहाँले, उहाँ र उसको भिक्षुहरू तपस्या गरेको धेरै छ यहाँ। यही हो हाम्रो गौतम बुद्धले तपस्या गरेको ठाउँ धेरै छ। अब यो हेर्नलाई पर्यटकहरूको घुइँचो चल्छ यहाँ। र आज हामी चाहिँ कुशीनगर गरपुरमा घुम्दैछौँ। यस्तै छ, अब के गर्ने। अब चाहिँ यहाँ पछि चाहिँ हामी घुम्न चाहिँ बोधगया जानेछौँ। मसाला फेन यही इन्डिया आयो, घुम्यो, यति नै हो। अब के छ र होइन। तपस्या हुने हेर्न आउने भने यहीँ रहेछ। गौतम बुद्ध अब नेपालमा लुम्बिनीमा जन्मे पनि उसले तपस्या गरेर प्राण त्यागेको ठाउँ यही भनेर चिनेको किन गौतम बुद्ध र उसको भिक्षुहरू तपस्या गरेको ठाउँ हो कि धेरै छ यो घुम्ने ठाउँ। अब यो अहिले जति पनि देखाइरहेको छ नि, यो चाहिँ उसले अब तपस्या गरेको प्राण त्यागेको चाहिँ फेरि अझै हेर्नु पर्ने। यो चाहिँ अब यो आँखेर है। अब यो चाहिँ भित्र जाँदैछ। अब हामी गौतम बुद्धले चाहिँ प्राण त्यागेको ठाउँ जाँदैछ। अब अघि गएको चाहिँ अब उसले तपस्या गरेको ठाउँ हो। अब उहाँले प्राण त्यागेको ठाउँमा हाम्रो यहाँ आउँदैछ सरहरू। के छ सरहरू, कस्तो हुँदैछ आज घुम्न? खाना बस्नलाई पनि सजिलो छ यहाँ। अब यही हो के अरे घुम्न लायकको ठाउँ चाहिँ छ। अब यो चाहिँ गौतम बुद्धले चाहिँ अब तपस्या गरेको तल भइहाल्यो के अरे। अब यो प्राण त्यागेको ठाउँ हो। तपाईँहरूलाई म देखाउने छु बाहिरबाट उताबाट। अब तपस्या गरेको ठाउँ भयो हेर्नु यहाँ पर्दैन। ल अब यो तपस्याको ठाउँ हो नि त। यो जान्छ। अब यहाँ चाहिँ शिक्षा दिने, पहिला शिक्षा दिने तपाईँको अब होइन हुन्छ। अब गौतम बुद्धले अब भिक्षाहरूलाई पुरा उल्टिरहेको छ। भइहाल्यो के अरे। ल जाउँ। कस्तो छ आजको महल?
राम्रै छ। अब कहिले पनि घुम्न पाएको थिएन यो ठाउँमा, नाम मात्रै सुनेको थियो, पढेको त धेरै पढेको थियो, नाम मात्रै सुनेको थियो। आज घुम्न पाउँदा धेरै खुसी लाग्यो। अब यहाँ गौतम बुद्ध तपस्या गर्ने ठाउँ, गौतम बुद्ध तपस्या गरेको ठाउँ देख्न पाएँ, धेरै खुसी लाग्यो। धेरै खुसी लाग्यो। ल ठिक लाग्यो। मान्छेको घुइँचो छ, आज शनिबार हो। कस्तो लागिरहेको छ? यो चाहिँ कस्तो भने उत्तर प्रदेश हाम्रो असल छिमेकी उत्तर प्रदेश भारतमा रहेको 55 किलोमिटर भित्र पर्छ यो हाम्रो यो के भन्छ नेपालमा लुम्बिनीमा जन्मेको र यहाँ आएर तपस्या गरेको र प्राण त्यागेको ठाउँ। प्राण त्याग्ने ठाउँ चाहिँ अब आज पनि छ माथिभित्र। यो चाहिँ अब उहाँले तपस्या गरेको यो ठाउँ चाहिँ भित्र गइहाल्यो र यो भित्र छिर्न चाहिँ अब अलाउड छैन। यो चाहिँ भिक्षुहरू हो अनि प्राप्त गरेको ठाउँ यो चाहिँ। तर हामीले चाहिँ तब लगाएर यहाँ चाहिँ भित्र चाहिँ अब फोटो खिच्न पनि पाउँदैन, छिर्न पनि पाउँदैन। यो भित्र चाहिँ पुरै साँचो लागिरहेको छ। त्यही भएर हामी चाहिँ बाहिर घुमेर अब यही बाहिर निस्किने छौँ। तपस्या गरेको ठाउँ अनि प्राण त्यागेको ठाउँ चाहिँ कता? प्राण त्यागेको ठाउँ चाहिँ अब यहाँबाट भित्र 2 किलोमिटर जानुपर्ने हो। हजुर टक्क हाम्रो सरहरू चाहिँ टक्क भिडियोसिडियो बनाउँदैछन्। अब यो ठाउँमा अब आइपुग्दैन नि त, सोचेको जस्तो हुँदैन, आइपुग्दैन। नेपालबाट आइपुग्नलाई अब 2 दिन लाग्छ, यहाँ गोरखपुर आइपुग्नलाई कति खर्च हुन्छ। अब आइसकेपछि उहाँ तपस्या गरेको र प्राण त्यागेको ठाउँसम्म त पुग्नु पऱ्यो। अब यो भित्र चाहिँ उहाँले गौतम बुद्धले चाहिँ तपस्या गरेको ठाउँ हो। अब यो भित्र त छिर्न पाउँदैन, लक छ होइन, पुरा लक छ यो भित्र त। अब हामीले छिर्न पाउँदैन। अब अहिले बिहान भन्दा पनि अहिले हामी दिउँसोको अब घाम लागेको बेलामा आयो, अहिले खासा मान्छे हुँदैन। र बेलुका आएपछि लास्ट टाइम मान्छेको भिड हुन्छ। सर अब कति सालमा उसले यहाँ उस गरे, कति सालदेखि तपस्या गरेको सबै यहीँ छ, सब लेखेको छ। शनिबार पनि हो, मान्छेको भिड त्यस्तै हुन्छ। शनिबार धेरै भिड हुन्छ। अहिले यो दिउँसो घाममा परेर हो, मान्छे खासै छैन। तपाईँको अब बेलुका चाहिँ लास्टै हुन्छ मान्छे। ल जाउँ अब भित्र जानुपर्छ उहाँको प्राण त्यागेको ठाउँमा, उहाँको भिक्षुहरू। अब यो भित्र चाहिँ उहाँको प्राण त्यागेको भन्ने एउटा उ छ। अब हामी भित्र जाँदैछौँ। प्राण त्यागेको ठाउँ, भिक्षुहरूले तपस्या गरेको। अब यहाँ भित्र जाँदैछौँ हामी। यो देख्नु भएको छ नि, यो चाहिँ सिमी, यो बालुवा, यो इँटाबाट बनाएको जमानामा यो चाहिँ भिक्षुहरूले तपस्या गरेको। अब यो भित्र चाहिँ उसले प्राण त्यागेको ठाउँको देख्न सक्नुहुन्छ। अब भित्र अब गौतम बुद्धको प्राण त्यागेको ठाउँमा जाँदैछ। मान्छेको घुइँचो निकै छ। ल यो भनेको यो भित्र चाहिँ उहाँले प्राण त्यागेको ठाउँ छ। तर प्राण त्यागेको ठाउँ भित्र उति हल्ला पनि गर्नु पाउँदैन, त्यही हो।